हेलो साथीहरु नमस्ते डिबिटेक्स नेपाल युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। तपाईहरुले सधैं चाहिँ यो विभिन्न भिडियोहरु लिएर आउने क्रममा आज मैले चाहिँ यो पठाउमा कसरी अर्डर गर्ने, कसरी चाहिँ आफुलाई हैन बाइक, कार, रेन्टल, फुड, पार्सलहरु कसरी चाहिँ रिसिभ गर्ने, अर्डर कसरी पठाउने भन्ने कुरो सिकाउन गइरहेको छु। तपाईहरु चाहिँ यहाँ सबैभन्दा पहिला चाहिँ हामी पठाउको चाहिँ यो एप सफ्टवेयरहरु खोलिसकेपछि यो यस्तो देखिन्छ र बाइकहरुको लागि अब कहाँ जानुपर्ने हो ल। अब यो मानव एकछिनको लागि बाइक अर्डर गर्नु पर्यो भने यहाँ बाइक भएको ठाउँमा थिच्ने यसरी थिचिसकेपछि वेयर आर यु गोइङ भनेर सोधिरहेको छ माथि। वेयर आर यु गोइङ भनेको चाहिँ कहाँ जाँदै हुनुहुन्छ भन्ने कुरा छ। यहाँ चाहिँ दिएको छ रिसेन्टली सेभ्डहरु माछापोखरी, फुडल्यान्ड बालाजु, माछापोखरी, बाइपास बालाजु, काठमाडौँ, मकालु पेट्रोल पम्प, रिङ रोड, कलङ्गी काठमाडौँ, केटीएम, बबाल पेट्रोल पम्प, त्रिभुवन, राजपथ कलङ्गी काठमाडौँ, बागमती 0097 भनेर देखाएको छ र त्रिभुवन इन्टरनेसनल एयरपोर्ट नेपाल, सिनामंगल रोड, सिनामंगल चोक, अनि स्वयम्भू पुलिस स्टेसन, स्वयम्भू परिक्रमा, स्वयम्भू काठमाडौँ भनेर दिएको छ। र अब हामी सबैभन्दा आफू जान लागेको ठाउँको बारेमा चाहिँ यहाँ लोकेसन दिनुपर्ने हुन्छ। म चाहिँ अहिले बेलगढी नगरपालिकाको वडा नम्बर 4 दियाली निवासमा छु र यहाँ चाहिँ सर्भिस छ कि छैन त्यो थाहा छैन, तैपनि यहाँ म सर्च गरेर देखाउन गइरहेको छु र काठमाडौँ भ्यालीको लोकेसन यहाँ राख्दाखेरि चाहिँ देखाउन सकिन्छ। यहाँ हामी चाहिँ अब जानको लागि चाहिँ छाउनी भनेर देखाउँछु म। छाउनी जानको लागि देखाए। अब छाउनी चौक, छाउनी हस्पिटल सडक छाउनी काठमाडौँ, श्री वीरेन्द्र आर्मी हस्पिटल हेलिप्याड रोड छाउनी काठमाडौँ, छाउनी आर्मी क्याम्पिङ रोड छाउनी काठमाडौँ, नेपाल टेलिकम छाउनी म्युजियम राजमार्ग छाउनी काठमाडौँ, मोनेस्ट्री छाउनी हस्पिटल सडक छाउनी काठमाडौँ, छाउनी हाउजिङ सालफाड मार्ग छाउनी काठमाडौँ, मिश्र राइस मिल रिङ रोड छाउनी काठमाडौँ भनेर देखाएको छ। र बजार क्याफे गणेश मन्दिर राजमार्ग छाउनी काठमाडौँ भनेर साकारी स्कुल छाउनी हस्पिटल सडक छाउनी काठमाडौँ, छाउनी ट्री हाउस कञ्चखु विनायक मार्ग छाउनी काठमाडौँ भनेर देखाएको छ। र एउटा लोकेसन लिएर हेरौँ हामी सबैभन्दा छाउनी चोक छाउनी हस्पिटल सडक छाउनी काठमाडौँमा हेर्छौँ। त्यसपछि यस्तो प्रोसेस देखाउँछ र डेस्टिनेसन राइड डिटेलहरु यहाँ देखाइरहेको छ। हाम्रो चाहिँ गुगल म्यापले मेल खान गइरहेको छैन, त्यही कारणले हामी एउटा लोकेसन लिन जान्छौँ। यसरी लिइसकेपछि अब कन्फर्म डेस्टिनेसन भनेर दिइरहेको छ, हामी यो कन्फर्म गर्दियौँ। यो चाहिँ हामी आउट अफ भ्याली भएको कारणले हाम्रो यहाँ देखाउन सकिरहेको छैन या के समस्या के रहेको छ। यसरी नै हामी अर्डरहरु लिन सक्छौँ र सेट अन म्याप भनेर यहाँ देखाएको छ। हामी कन्फर्मेसन डिस्ट्र्याक्सनमा हेर्छौँ, चिकनाङ भनेर देखाएको छ। यसरी सबैभन्दा हामी चाहिँ यसरी चाहिँ वेयर आर यु गोइङ भनेर चाहिँ हामी पठाउ सफ्टवेयरमा चाहिँ यसरी लगइन गरिसकेपछि यसरी देखाउन सकिन्छ। र यहाँ नुवाकोटमा चाहिँ यसको सर्भिसहरु नभएको कारणले नेट स्लोको कारणले यहाँ देखाइरहेको छैन। अब त्यसैगरी हामी कारको सिस्टममा जाउँ। यसरी यहाँ यसरी देखाइसकेपछि वेयर आर यु गोइङ भनेर सोध्छ। यहाँ पनि त्यस्तै सेम त्यस्तै छ। माछापोखरी, फुडल्यान्ड बालाजु, माछापोखरी बाइपास बालाजु काठमाडौँ, मकालु पेट्रोल पम्प रिङ रोड कलङ्गी काठमाडौँ भनेर देखाइरहेको छ। र कस्टम एड्रेसमा हामीले राख्न सकिन्छ अथवा यहाँ वेयर आर यु गोइङ भनेर स्वयम्भू भनेर स्वयम्भूनाथ भनेर हेर्छौँ। यसमा स्वयम्भूनाथ बुद्धवीर मार्ग स्वयम्भूनाथ काठमाडौँ, स्वयम्भूनाथ टेम्पल बुद्धवीर मार्ग स्वयम्भू काठमाडौँ, स्वयम्भूनाथ मञ्जुश्री मार्ग स्वयम्भू काठमाडौँ भनेर दिएको छ। यसरी नै हामी लोकेसन यसरी चेन्ज गरेपछि आउट अफ द सर्भिस एरिया भनेर देखाइरहेको छ। हामी बाहिर सेवाभन्दा बाहिर छौँ, त्यही कारणले यो सर्भिसहरु लोड भइरहेको छैन। यसरी नै हामी विभिन्न सेवाहरु लिन सक्छौँ। पठाउ एकदम राम्रो छ। अहिले पठाउ सँगसँगै इन ड्राइभहरु हैन, यो राइडर भन्नेहरु आइसकेका छ र अहिले यङ्गो भन्नेहरु नै आछन् नयाँ सर्भिसहरु। त्यसै भन्दा सबैभन्दा पुरानो एकदम विश्वासिलो हैन बिलिएबल चाहिँ यो पठाउ नै हो। सबै प्रायले पठाउ चलाइरहेको छ। हामी यसमा अर्को हेर्न चाहन्छौँ।
यसरी अब बाइक कार भइसकेपछि रेन्टल पनि हुन्छ, फुड सर्भिस पार्सल पनि हुन्छ। यसमा चाहिँ सर्भिसहरू धेरै छ, बाइक कार रेन्टल, फुड पार्सल अनि अल सर्भिसमा के छ हेरौँ। टपअप पनि हुँदो रहेछ, सप ट्र्याकिङ, फार्मर टङ भन्ने कुरो हुन्छ। टपअप चाहिँ के हुँदो रहेछ हेरौँ, एक्सप्लोरमा हेरौँ के रहेछ। त्यो अलि भएन, फुडमा हेरौँ। त्यसपछि अब इन्भाइट राइडर कोड नम्बर राखेको छ, इन्भाइट अन फोन कोड नम्बर राखेको छ। कोड नम्बर राखेर अर्डर गऱ्यो भने चाहिँ केही डिस्काउन्टहरू हुनसक्छ है साथीहरू। त्यसै कारणले तपाईँहरूले कुनै सर्भिसहरू पठाएको चाहिन्छ भने यसमा हामी चाहिँ जुन सर्भिस चाहिने हो त्यसमा क्लिक गरेर लोकेसन हालिदिनुपर्ने हुन्छ, ट्र्याक गर्नुपर्ने हुन्छ र त्यसअनुसार चाहिँ पठाउ सर्भिस भएका पठाउ अफिसरहरूले चाहिँ रिसिभ गर्न आउन सक्नुहुनेछ। त्यसको लागि तपाईँसँग पठाउसको एप्स हुनु पऱ्यो र त्यसमा लगइन गरेर युजर आइडी बनाएर लगइन गरिसकेपछि यस्तो हुन्छ। र त्यसमा चाहिँ मैले थाहा पाएअनुसार चाहिँ त्यसमा जब होल्डर र त्यसमा सर्भिस लिने मान्छेहरू दुई किसिमको हुन्छन्। दुई किसिमको एकाउन्ट बनाइसकेपछि यसरी चाहिँ सर्भिसहरू सजिलैसँग लिन सकिन्छ। नेपालको एकमात्र विश्वासिलो र भरपर्दो भनेको नै पठाउ सर्भिस हो। पठाउ सर्भिस लिनको लागि नबोल्नुहोला। धन्यवाद।